निधारमा त्रिशूल भए के हुन्छ गुरु भनेर सोध्नु भएको छ। जो व्यक्तिको यस्तो निधारमा त्रिशूलहरू हुन्छ, विशेष गरेर त्रिशूल चाहिँ तपाईँको यो निधारको बिच भागमा देखिन्छ भने असाध्यै राम्रो हो। यो जीवनमा उन्नति, प्रगति, प्राप्ततादेखि लिएर प्राप्तताको सुनिश्चितताका लागि चाहिँ, अनि धर्म, कर्म, भक्ति भाव, आस्था, निष्ठा, विश्वास, भविष्य वक्ता बन्नको लागि होइन, अनि कुनै पनि धार्मिक कार्यका लागि यस्ता व्यक्तिहरूको उपयुक्त छनौट चाहिँ राम्रो मानिन्छ। त्यसैले निधारमा त्रिशूल हुनु आफैमा विशेष हो। यस्ता व्यक्तिहरू अझ कुनै पनि चिजको साधना, जस्तै कि तन्त्र मन्त्रको साधनाहरू गर्ने हो भने एकदमै राम्रो हुन्छ। यस्ता व्यक्तिहरूको बाणीमा शक्ति पनि हुने गर्छ। त्यो भएको हिसाबले निधारमा त्रिशूल हुनु असाध्यै राम्रो र एउटा वरदान साबित हो। तर निधारमा नसा फुलिएर त्रिशूल परेको हो भने यो चाहिँ रोग हुन सक्छ। तर कुनै विशेष गरेर त्रिशूलका सङ्केतहरू छन् भने यो चाहिँ असाध्यै राम्रो हो। भाग्यमानीहरूको मात्रै हुन्छ निधारमा त्रिशूल भनेर पनि यदाकदा विश्लेषणहरू गरिएको हुन्छ। त्यसैले निधारमा त्रिशूल हुनु यो एकदमै राम्रो। अझ हत्केलामा पनि त्रिशूल छ भने त यस्ता व्यक्तिले जहाँ जहाँ हात हाल्यो त्यहीँ सफल हुने गर्छन्, जहाँ पाइला राख्यो त्यहीँ सफलताको शिखर चुम्ने गर्छन्। त्यसैले निधारमा त्रिशूल हुनु एकदमै राम्रो हो। यस्ता व्यक्तिले विशेष गरेर भोले बाबाको कृपा विशेष प्राप्ति गर्छन्। भोले बाबाको अनुयायी भएपछि पनि धेरै राम्रो होइन। अनि यस्ता व्यक्तिलाई अलिकति आध्यात्मिक जागृतता आफूमा बढाउनु भयो भने एकदमै हुन्छ राम्रो। केही कमेन्ट गर्नु छ, कमेन्ट सेक्सन खाली छ, गर्न सक्नुहुन्छ है त।